दुईटा फिल्मको नाम भन्छु तपाईँलाई होइन, सस्पेन्स थ्रिलर होइन। तपाईँलाई क्राइम मनपर्छ भनेपछि होइन, पहिलो फिल्मको नाम छ बध, जुन 2022मा सञ्जय मिश्रा र नितुको आएको होइन। बबाल केमिस्ट्री, बबाल एक्टिङ, बबाल चाहिँ सस्पेन्स होइन, मर्डर मिस्ट्री टाइपको मुभी हो। र यो एकचोटि हेर्न थाल्नुभयो भने कहानीमा चाहिँ के छ भनेपछि एकदम सिम्पल फ्यामिली होइन, जसले लोन लगेको हुन्छ, त्यो लोन तिर्न नसकेर गुन्डाहरू त्यसको पछाडि पर्ने हुन्छ र कसरी अब त्यसले मर्डर गर्छ, अब त्यो मर्डर मिस्ट्री मुभी हो होइन। र लास्टमा के हुन्छ मुभी हेरेर थाहा पाउनुहुन्छ। यो मुभीको नाम चाहिँ बध हो, 2022मा आएको र नेटफ्लिक्समा हेर्न सक्नुहुन्छ भने। दोस्रो मुभीको नाम पनि बध 2 हो, भर्खरै रिलिज भएको मुभी हो। यसमा पनि बबाली छ होइन, अनि क्राइम छ, थ्रिलर छ होइन, त्यसपछि ड्रामा छ होइन। यसको कहानी चाहिँ के छ भनेपछि अब जेलमा, सबै जेलमै देखाउँछ होइन। एउटा गुन्डा चाहिँ जेलमा जान्छ, जेलमा गइसकेपछि चाहिँ अब त्यो गुन्डाले चाहिँ अब त्यो हुन्छ नि, अब नराम्रो काम गर्छ कि जेलभित्र होइन। अब योमा पनि सञ्जय र नितुको केमिस्ट्री दामी नै छ होइन। बुढोले कस्तो खतरा एक्टिङ गरे अब पनि, कहाँबाट के खाएर हो है, अब यस्तो बबाल छ। अनि तपाईँको त्यो मर्डर चाहिँ अब यस्तो गर्छ कि है, कसले गर्छ, के गर्छ, कसरी गर्छ, किन गरेको थाहा नै हुँदैन क्या। र फिल्मको चाहिँ लास्टमा एन्डिङमा चाहिँ यस्तो सस्पेन्स छ, जुन हेरेको 10 मिनटसम्म तपाईँको दिमागमा ओहो यस्तो सोझो मान्छे देखेपछि तपाईँलाई यस्तो सोझो मान्छे यस्तो डेन्जर हुन्छ भन्ने कुरो चाहिँ पत्ता लगाउनुहुन्छ क्या। तपाईँलाई डर लाग्छ, सोझो मान्छे देखेर चाहिँ तपाईँ डराउनु थाल्नुहुन्छ क्या। सोझो मान्छेको दिमाग पनि यस्तो खतरा हुन्छ होइन। यो मुभी हेरेपछि तपाईँले सोझो मान्छे देखेपछि पक्कै पनि डराउनुहुन्छ। कमेडी गर्ने एक्टरले चाहिँ यस्तो सिरियस खतरनाक फिल्म खेल्दाखेरिको जुन हुन्छ नि, त्यो हेर्न छुट्टै मजा आउने क्या। यदि तपाईँहरू यस्तै खालको मुभीहरू सजेसन चाहनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नु होला, फलो गर्नु होला। भेट्नेछौँ अर्को मुभीमा।